जानी होइन त साथीहरू मर्दी हिमाल हेर्न Hi everyone, welcome to my mini travel vlog. This time we decided to go and witness the spectacular view of Mardi Himal, Annapurna and Hiutuli. So early morning 6 o'clock we started our journey from Chorepatan. Look at the mesmerizing view of mountains. कस्तो राम्रो देखिएको है. Within 40 minutes चाहिँ हामी हेम्जा पुग्यौं. हेम्जाबाट पनि कस्तो क्लियर भ्यू आउँदो रहेछ. एकदमै जाडो थियो. So we had a cup of tea. यो चाहिँ धम्पुस जाने बाटो हो साथीहरू. लास्ट नाइट हेभी रेन भएको हुनाले चाहिँ बाटो एकदमै धेरै हिलो थियो. मर्दी हिमाल जानको लागि चाहिँ हामीले दुईटा रुट फलो गर्न सक्छौं. हामी अस्ट्रेलियन क्याम्प हुँदै पनि जान सक्छौं भने हामी धम्पुस हुँदै पनि जान सक्छौं. हामीलाई चाहिँ के थाहा थियो भन्दा पीतम देउरालीसम्म भेहिकल्स जान्छ भन्ने थाहा थियो. So we thought for taking our scooter to Pitham Devrali so we could save our time, but the condition of the road was so scary. So हामीले चाहिँ हाम्रो स्कुटर धम्पुसमा नै पार्क गरेर हाम्रो ट्रेकिङ स्टार्ट गर्यौं. एक्ज्याक्टली 8 o'clock मा हाम्रो स्टार्ट भएको थियो ट्रेकिङ र भ्यू हेर्नुस् न कस्तो क्लियर के. Could you believe guys, this is our third time that we are going to Mardi Himal. लास्ट टाइम चाहिँ हामी अस्ट्रेलियन क्याम्प हुँदै गएको थियौं. अस्ट्रेलियन क्याम्पको बाटोमा एकदमै धेरै स्टेज छ. So just to avoid that pain and save our time, we have taken this route. As we got to know that there is heavy snowfall happening in Mardi Himal, there and then we planned to witness the view. Not only the snowfall but the Himalayan region and the trending rhododendron. अहिले मेरो टिकटक र युट्युबहरु नै rhododendronको भिडियोजहरु आइराखेको थियो. So I also thought for making the perfect combination of Himalaya, snowfall and rhododendron. पछि एकदम नाच्दै गाउँदै गइरहेको थिए. हिँडेको 45 मिनेट्समा नै हामी पोथाना आइपुग्यौं. पहिला चाहिँ चेकपोस्ट यहीँनिर थियो बट अहिले चाहिँ 15 मिनेट्स पर सरेको रहेछ. चेकपोस्टमा गएर हामीले हाम्रो नाम एन्टर गराउनु पर्ने हुन्छ. यो चाहिँ अन्नपूर्ण कन्जर्भेसन एरियाको चेकपोस्ट थियो where we entered our name. Literally after 1 hour of walking म अलि टायर्ड भइसकेको थिएँ. बट आई न्यू आई ह्याड टु वक थ्रु आउट द डे भनेर. सो म मेन्टली चाहिँ रेडी थिएँ. त्यही भएर यो लोवर पीतम देउरालीमा आएर हामीले एकैछिन रेस्ट गऱ्यौँ. म चाहिँ यहाँ झुला खेलेँ एकछिन. फोटोज भिडियोजहरू क्लिक गऱ्यौँ र आफ्टर फ्यु मिनट्स अगेन वी स्टार्टेड आवर वक. हामी चाहिँ गफ गर्दै 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 हिँड्यौँ र विदिन 1 hour चाहिँ हामी पीतम देउराली आइपुग्यौँ. यहाँ चाहिँ हामीले हाम्रो लन्च गऱ्यौँ र लन्चको चाहिँ पर प्लेट 550 परेको थियो भेज खानाको. खाना खाइसकेपछि चाहिँ हामी हाफ एन आवर जति रेस्ट गऱ्यौँ एन्ड देन अगेन वी स्टार्टेड वकिङ. मैले अघि भनिसकेँ हामी अलरेडी 2 पटक आइसकेको हुनाले चाहिँ आज कहाँ बस्ने कति टाइम लाग्छ भनेर हामीहरूलाई प्रपरली थाहा थियो. सो हामी चाहिँ गफ गर्दै गर्दै भिडियोजहरू बनाउँदै हिँडिराखेका थियौँ. वेदर त राम्रो थियो बट बाटो एकदमै धेरै हिलो थियो र स्लिपरी पनि थियो. दिस वाज माई कन्डिसन राइट आफ्टर 3 hours अफ वकिङ. म यस्तो थाकेको थिएँ. लास्ट टाइम आउँदा यो पोखरीनिर हामीलाई रात परिसकेको थियो कि टाइम म्यानेज गर्न नजानेर. बट दिस टाइम हामी उज्यालोमै आइपुग्यौँ. यहाँ चाहिँ अहिले प्रपर एउटा टी हाउस पनि बनेको रहेछ. देन वी रिच टु द फरेस्ट क्याम्प. फरेस्ट क्याम्पमा चाहिँ कति धेरै लालीगुराँस के, स्पेसली द रेड वान्स. मलाई त एकदम मन परेर भिडियोजहरू बनाएर बसेँ. हामीसँग अझै टाइम थियो. सो अब अझै माथि जाउँ न त भनेर फेरि हामी हिँड्न थाल्यौँ. 1 घन्टा जति लाग्छ भन्नुभएको थियो दाइले. सो हामी चाहिँ फेरि अगाडि बढ्दै गयौँ बट 45 मिनट्समा पुग्यौँ हाम्रो होटल गोल्डन भ्यू रेस्ट क्याम्पको. एन्ड देन वी ह्याड आवर डिनर. यहाँ चाहिँ प्याकेज सिस्टम हुन्छ पर पर्सन 1700 जसमा कि तपाईँको डिनर अनि भोलिपल्टको ब्रेकफास्ट अनि बेडको चार्ज लाग्छ. टोटल स्टेप्स चाहिँ मेरो 36,000 भएछ र हामी चाहिँ हिँडेको चाहिँ 8 to 9 hours भएको थियो. सो दिस वाज आवर डे 1. म डे 2 को पनि डिटेल भिडियो राख्नेछु. Thank you so much for your love and support. Bye.